गण्डकी प्रदेश लोकसेवा आयोगले आज मिति 2081 साल चैत 2 गते शनिबार चौथो तहलाई सोधिएको प्रश्न उत्तर समाधान। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। तपाईहरुले चाहिँ कतिवटा प्रश्न मिलाउनु भयो तलको कमेन्ट बक्समा आफ्नो कमेन्ट राख्नुहोला। यो प्रश्नहरु चाहिँ हामीलाई साथीहरुले चाहिँ पठाउनु भएको प्रश्न हो। कुनै प्रश्नहरु चाहिँ त्रुटि छ भने सच्याएर चाहिँ पढ्नु होला। प्रश्न नम्बर 1, तेस्रो ठुलो महासागर कुन हो? यसको सही उत्तर रहेको छ हिन्द महासागर। प्रश्न नम्बर 2, सबैभन्दा बढी भूगर्भस्थित राष्ट्र भएको महादेश कुन हो? यसको सही उत्तर रहेको छ युरोप महादेश। 18 वटा देश भूगर्भस्थित राष्ट्रहरू रहेका छन्। प्रश्न नम्बर 3, तरबारे नाच कुन जातिमा प्रचलित नाच हो? यसको सही उत्तर रहेको छ तरबारे नाच गन्धर्व। तरबार नाच चाहिँ थारू जातिमा रहेको छ। प्रश्न नम्बर 4, पनडुब्बीका आविष्कार कसले गरेका थिए? यसको सही उत्तर रहेको छ डेभिड बुस्नेल। डेभिड बुस्नेलले गरेका थिए। प्रश्न नम्बर 5, कोत पर्व हुँदा नेपालका प्रधानमन्त्री को रहेका थिए? कोत पर्व हुँदा नेपालका प्रधानमन्त्री को रहेका थिए? यसको सही उत्तर रहेको छ फतेजङ शाह। प्रश्न नम्बर 6, नेपालमा अमाली प्रथाको अन्त्य कहिले भयो? यसको सही उत्तर रहेको छ 1968 मा। प्रश्न नम्बर 7, कुन आवधिक योजनाबाट बटम टु टप एप्रोच ल्याइएको हो? यसको सही उत्तर रहेको छ 8औं योजनाबाट। प्रश्न नम्बर 8, फादर अफ इन्भेन्सन भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर रहेको छ थोमस एल्वा एडिसन। थोमस एल्वा एडिसन। प्रश्न नम्बर 9, भूमि सुधार आयोग कसको अध्यक्षतामा गठन गरिएको थियो? यसको सही उत्तर रहेको छ दिल्लीराज खनाल। प्रश्न नम्बर 10, प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो? यसको सही उत्तर रहेको छ मारियाना ट्रेन्च रहेको छ। प्रश्न नम्बर 11, एसिया कप क्रिकेट सेमिफाइनलमा नपुगेको टिम दिएका मध्ये कुन हो? यो अप्सनका मध्ये चाहिँ कुन थियो त? यसको सही उत्तर रहेको छ पाकिस्तान रहेको छ। प्रश्न नम्बर 12, 7औं राष्ट्रिय कृषि गणना 2078 अनुसार कृषक परिवार धेरै भएका 5 जिल्लाको क्रम मिलाउनुहोस्। यसको सही उत्तर रहेको छ झापा, मोरङ, धनुषा, सिरा, सप्तरी। प्रश्न नम्बर 13, न्याय सम्बन्धी हक धारा कतिमा रहेको छ? यसको सही उत्तर रहेको छ धारा 20 मा रहेको छ। प्रश्न नम्बर 14, नेपालमा राजपत्र कहिलेदेखि प्रकाशित गर्न थालिएको? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2008 साल साउन 22 गते। प्रश्न नम्बर 15, सन् 2100 सम्म नेपालको प्रति व्यक्ति आय कति पुर्याउने लक्ष्य छ? यसको सही उत्तर रहेको छ 12,100 अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ। प्रश्न नम्बर 16, रहस्यमय ग्रह भन्नाले कुन ग्रहलाई चिनिन्छ? यसको सही उत्तर रहेको छ शुक्र ग्रहलाई चिनिन्छ। प्रश्न नम्बर 17, हिन्दू धर्ममा संस्कार कतिवटा हुन्छन्? यसको सही उत्तर रहेको छ 16 वटा हुन्छन्। प्रश्न नम्बर 18, विश्वमा सर्वप्रथम मूल्य अभिवृद्धि कर लागू गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ फ्रान्स रहेको छ। प्रश्न नम्बर 19,
कोशी सम्झौता कहिले भएको थियो? कोशी सम्झौता कहिले भएको थियो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2011 साल वैशाख 12 गते भएको थियो। प्रश्न नम्बर 20 तलको भनाइ विचार गर्नुहोस् ठिक बेठिक। कमा रहेको छ नेपालमा 8000 भन्दा अग्लो हिमाल 14 वटा रहेका छन्। खमा रहेको छ किमानथाङका ताप्लेजुङमा पर्दछ। यसको सही उत्तर रहेको छ दुवै गलत रहेको छ। प्रश्न नम्बर 21 सहरी जनसङ्ख्या कति प्रतिशत रहेको छ? यसको सही उत्तर रहेको छ 66.08% रहेको छ। प्रश्न नम्बर 22 7 14 42.42 त्यहाँ चाहिँ 8:43 रहेको छ। यो कसरी रहेको छ त? 7 दुना 14 2 14 त्यहाँ 42 42 चौको कति हुन्छ? 168 हुन्छ। 168 पञ्चे 840 हुन्छ। यसको सही त 168 रहेको छ। प्रश्न नम्बर 23 वातावरणमा CO2 कति प्रतिशत रहेको छ? यसको सही उत्तर रहेको छ 0.04% रहेको छ। प्रश्न नम्बर 24 पाटनको 21 गजुर भएको श्रीकृष्ण मन्दिरको निर्माता को हुन्? यसको सही उत्तर रहेको छ सिद्धि नरसिंह मल्ल हुन्। प्रश्न नम्बर 25 विश्व प्रसिद्ध दाँतेको जन्म कहिले र कहाँ भएको थियो? यसको सही उत्तर रहेको छ 1266 मा इटालीमा भएको थियो। सन् 1266 इटालीमा। प्रश्न नम्बर 26 19औं असंलग्न आन्दोलन कहाँ भयो? यसको सही उत्तर रहेको छ युगान्डामा भएको छ। प्रश्न नम्बर 27 मान्छे मरेपछि पनि सबैभन्दा पछिसम्म काम गर्ने अङ्ग कुन हो? यसको सही उत्तर रहेको छ कान रहेको छ। प्रश्न नम्बर 28 कागजी नोटको सुरुवात कहिलेदेखि भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2002 सालबाट भएको हो। प्रश्न नम्बर 29 एसियाबाट संयुक्त राष्ट्र सङ्घको पहिलो महासचिव को हुन्? यसको सही उत्तर रहेको छ उथान हुन्। प्रश्न नम्बर 30 प्रज्ञा प्रतिष्ठानको स्थापना कहिले भएको हो? प्रज्ञा प्रतिष्ठानको स्थापना कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2014 साल असार 9 गते भएको हो। तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्टमा राख्नु होला। तपाईहरुले चाहिँ कतिवटा प्रश्न चाहिँ मिलाउनु भयो तलको कमेन्ट बक्समा आफ्नो कमेन्ट राख्नु होला। अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने हाम्रो युट्युब च्यानल विवश एजुकेसन एकाडेमीलाई सब्स्क्राइब गरेर जोडिनु होला। यस्तै खालको भिडियोहरू दैनिक रूपमा हेर्नको लागि धन्यवाद।